हेलो गुड मर्निङ साथीहरू। अनि के गर्दै हुनुहुन्छ साथीहरू? म चाहिँ पोछा लगाउँछु भनेर आएको। हेर्नु न, सुरुमै हजुरलाई दर्शन गराएँ मैले। यहाँ सर्वजिक यस्तो गरेर भ्यागुता खाइराखेको हो। मेरो चाहिँ सातो गयो। यो देखेपछि मैले चाहिँ सधैँभरि यही ठाउँमा त्यो बसिरहेछ जस्तो फिल हुन्छ क्या। जहिले एकदमै डर लाग्छ यो साँप देखेर। कस्तो बिचरा बेगुता खाएको, केही गर्नै सकेन कि मैले त के गर्ने र। अनि यता फेरि पानी परेको छ, आनन्द शीतल मौसम। मेरो बुढालाई चाहिँ खुट्टा हल्लाएर कुर्सीमा बस्दै हुनुहुन्छ। अनि यहाँ के गरी चाहिँ भनेर हेर्दै हुनुहुन्छ क्या। अनि म लागेँ साथीहरू आजको तरकारी काबा। अस्तिको कोसेली हो साथीहरू। यो अलिअलि कालो कालो हुन लागिसकेको छ। यो त छिट्टै पकाउनु पऱ्यो, फेरि धेरै भयो भने त मिठो हुन्न होइन। केलाइ पारेर मलाई चाहिँ केलाउन त्यो गर्न गाह्रो हुन्छ। म काट्छु सुई चक्कुले। अनि यता चाहिँ तयार पार्नलाई मसलामा चाहिँ म टिमुर, जिरा, अदुवा, लसुन खुर्सानी यति मात्रै राख्छु। अनि म यो राखेर अब चाहिँ पिस्नको लागि चाहिँ म यहाँ ग्राइन्डरमा राख्दैछु साथीहरू। अलिक खस्रो खस्रो मनपर्छ क्या मलाई यो गाबामा। फेरि मसला धेरै मसिनो भएको भन्दा खस्रो खस्रो टाइपको किची जिरा टोक्यो भने चाहिँ मिठो लाग्छ कि। त्यही भएर म अलिक खस्रो खस्रो बनाएर पिसिसकेँ। अनि त्यसपछि भाँडा यता बसालेँ पकाउनको लागि। अनि मेरो यहाँ पोछा देखेछ, त्यो ग्यास पुसिरहनु पर्छ नि त। मलाई यो एउटा चाहिँ म यहाँ राखिराख्छु। इग्नोर गरिदिनु होला साथीहरू। म चाहिँ तेल राखिसकेको छु भाँडामा। अब यसमा चाहिँ मैले तातिसकेपछि मेथी पुऱ्याउँछु। अनि हजुरहरू यसमा जिराहरू, सुके खुर्सानीहरू पुऱ्याउन पनि सक्नुहुन्छ है। आफ्नो इच्छा होइन, के राख्ने के नराख्ने भनेर। अनि मेरो अघि पिसेको चाहिँ मसला राखिदिइसकेँ साथीहरू। यो मसला चाहिँ पाकेर फ्राई भएर रातो रातो भइसकेपछि म चाहिँ अनि यसमा राखिदिन्छु। अनि थोरै पानी, म अघि मसला पिसेको त्यो जुन ग्राइन्डरको भाँडा थियो त्यसको चाहिँ त्यो अलिअलि पखालेर त्यहीँ राखिदिन्छु कि मैले चाहिँ। अनि म यसमा चाहिँ नुन र बेसार पनि पहिले राखिदिएर अनि पानी राख्छु साथीहरू। सबैको आफ्नो रेसिपी हुन्छ। मेरो मम्मीले चाहिँ यसरी पकाउनुहुन्थ्यो क्या, मिठो पकाउनुहुन्थ्यो अनि मिठो हुन्थ्यो। मम्मीले पकाएको त्यस्तै स्टाइलले मैले पनि पकाउँदैछु।